कार्यक्रमका सभापति तथा युवा नेतृत्व हाम्रो रोशन खड्काज्यू, यस कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर 2 का वडा अध्यक्षज्यू, पत्रकार वरिष्ठ पत्रकार यादव देवकोटाज्यू, समाजसेवी आदरणीय दाजु ज्योति श्रीकृष्ण ज्योतिज्यू, यस कार्यक्रमका विशिष्ट अतिथिज्यूहरू र यहाँ प्रकाश दाई, जीवन भाइ लगायतका सम्पूर्ण बुवाहरू सबैलाई मेरो नमस्कार, सम्पूर्णलाई जय नेपाल। युवाहरूले यो रोजगारको लागि कृषि रोज्नु भनेको चाहिँ एकदम महत्त्व हो। हामीले विभिन्न उद्योगहरू खोल्छौँ, अनेक गर्छौँ, तर उत्पादनमा लगानी गर्नु, उत्पादनमा चाहिँ अगाडि बढ्नु भनेको चाहिँ एकदम महत्त्व हो। यही अनुरूप उहाँहरूले चाहिँ एउटा कञ्चनजङ्घा च्याउको महत्त्व धेरै यो गोकर्णेश्वर नगरपालिकाभित्र हामीले देखेका छौँ। यसको चाहिँ सबैभन्दा अब ज्ञाता यो क्षेत्रमै गोकर्णेश्वरलाई नै नाम चम्काउन सफल हाम्रो कृष्ण बोगटीज्यू, अहिले त त्यो राख्न नेपालमै प्रख्यात गर्नुभएको छ। उहाँ चाहिँ अहिले नेपाली काङ्ग्रेसको सहमहामन्त्री प्रदेशको सुद्धा नियुक्ति हुनुभएको छ। उहाँको कार्यले गर्दाखेरि उहाँ चाहिँ त्यसमा पर्नु भएको छ र उहाँले प्रदेशदेखिको नै गर्नुभएको छ। अब यो चाहिँ हामी जनप्रतिनिधि भएर आइसकेपछि हामीले चाहिँ कृषि क्षेत्रमा सबै ठाउँमा चाहिँ अझ जस्तो अहिले हामीले 50-50मा ट्र्याक्टर दिइरहेछ। कृषिलाई अगाडि बढाउनलाई चाहिँ अहिले पनि सूचना निस्किएको छ। कोहीलाई यहाँनिर ट्र्याक्टर चाहिन्छ भने 50-50, फेरि सित्तैमा दियो भने पनि नहुँदो रहेछ। सित्तैमा दियो भन्ने हुँदो रहेछ भने 50-50मा, जस्तो 1 लाख पर्छ भने 50,000 तिर्न एउटा ट्र्याक्टर उपलब्ध गराएको छ। त्यो गर्नु भनेको के भने यहाँ चाहिँ श्रमिकहरू कम भए, अनि त्यहाँपछि चाहिँ बाँझो जग्गा हुन थाल्यो भनेपछि हामीले ट्र्याक्टर त्यसरी उपलब्ध गरायौँ। विभिन्न अनुदानहरू छ है, भेटनेरीको त्यति नै छ, सम्पूर्ण बाख्रा पालनलाई दिएको छ, सम्पूर्ण छ। तर यो च्याउको चाहिँ यस्तो महत्त्व छ। कृष्ण बोगटीज्यू पहिला उपाध्यक्ष हुनुहुन्थ्यो, अहिले उहाँ अध्यक्ष पनि बन्नुभएको छ अस्तिको साधारण सभाबाट। र सबैभन्दा पहिला उहाँसँग चाहिँ सम्पर्क हुँदा उहाँहरूले हामीलाई बोलाउनु भयो, हामी जनप्रतिनिधि भएर आएपछि, र अनि गोकर्ण च्याउकोसँग हामी सम्पर्क भयो। त्यहाँ जाँदाखेरि उहाँहरूले एउटा यस्तो समस्या बताउनु भयो, त्यो मलाई गढी नै हाल्यो मनभित्र। हामी च्याउको बिउ लिनलाई चाहिँ इन्डियासम्म पुग्नुपर्छ, लखनऊ भन्नासाथ मेरो मन चाहिँ के हो भने ओहो नेपाली पैसा लखनऊसम्म इन्डिया जाने भयो र यहाँ दुःख पनि त्यति नै पाउने भयो भनेपछि हाम्रो करेन्सी पनि जाने। यसलाई रोक्ने त के भन्दा उहाँलाई सोध्ने, त्यो ल्याब बनाउन कति लाग्छ भनेको 50-60 लाख कति लाग्छ भन्नु। हामी 50-50मा गरौँ त, ल नगरपालिकाले 50 हाल्छु, तपाईँ 50 हाल्नुहोस् भनेको 50 लाखकोमा हाम्रो 20 लाख परेको अरे जस्तो लाग्छ, 20-25 लाख कति पऱ्यो। र 50-50मा हामीले बिउको उहाँहरूको यस्तो राम्रो ल्याब छ। उहाँले भन्नु अघि खोज्नु भएको त्यही नै हो। यो गोकर्णेश्वर नगरपालिकामा च्याउ उत्पादन यति धेरै छ र बिउ पनि उहाँहरूले बेच्न पाउनु भएको छ। र यो चाहिँ 36वटा जिल्ला, मलाई अस्ति जानकारी पाएअनुसार 36वटा जिल्लामा चाहिँ बिउ पनि गोकर्णेश्वर च्याउबाट लिएर जानुहुन्छ। र अस्ति हामीले फेरि त्यसलाई के दियौँ, तालिम दियौँ। त्यहाँपछि उहाँहरूले बोइलर एउटा हामीसँग माग गर्नुभयो, फेरि हामीले बोइलर दियौँ। अब मैले भन्न खोजेको के भने यो समूहसँगै जोडियो भने चाहिँ राम्रो हुन्छ जस्तो मलाई लाग्छ। किन भन्दा हामीले समूहगत रूपमा चाहिँ कृषिलाई अगाडि बढाउँछ, छरेर बस्यो भने गाह्रो रहेछ। अब यही नीति अनुसार चाहिँ हामीले च्याउलाई चाहिँ यही समूहमा लिन सक्यो यहाँभरिको च्याउलाई भने त्यहाँनिर बिउ पनि छ, तालिम पनि छ, त्यसको लागि प्राविधिक पनि छ, उहाँहरूसँग अनुभव छ, र सबैभन्दा ठुलो बजार पनि उहाँहरूसँग छ। त्यस कारण उहाँहरूसँग जोडिएर चाहिँ कञ्चनजङ्घा च्याउ फर्मले अगाडि बढाउने भने उहाँले अवश्य मद्दत गर्नुहुन्छ। उहाँहरू देशैभरि 77 जिल्लामा उहाँहरू गोकर्णे च्याउ भनेपछि सफल हुन्छ। उहाँहरूको त्यो प्रख्याति छ। र उहाँहरू अस्ति त्यो साधारण सभामा हामीले किसान भनेर हामीले पढ्दाखेरि च्यातेको सुराल अनि च्यातेको दौरा सुरालहरू देखेको, दारी पालेको झ्याउरो देखिन्छ नि त। कृषक भने त्यस्तो कि कमाउनै नसक्ने, कुनै बजार भाउ नै नभएको, सम्पूर्ण त्यस्तो खालको देखाउँथ्यो भने उहाँहरूलाई चाहिँ हामीले त यो सुटमा, उहाँहरू सुटमा कार्यक्रम गर्दाखेरि चाहिँ काम गर्ने बेला त फेरि त्यस्तै काम लगाएर गर्नु पऱ्यो। भन्नु खोजेको हामीले के भने कृषकहरू चाहिँ पहिलो स्थान हुनुपर्छ भन्ने छ। किन उत्पादन हुनु पऱ्यो। हामीले कुनै पनि आयात गर्नु भएन। आयात गर्ने चिज खाद्यान्नमा नहोस् भन्ने चाहिँ म नगरपालिकाको तर्फबाट मेरो व्यक्तिगत सोचाइ। हामी चामल 21 अरब आयात गर्छौँ, त्यो चामल चाहिँ यहाँ होस्। र यस्तै खालको अब त्यो सँगै सरकारसँग सम्पर्क भयो भने हामीले दिएको चाहिँ कस्तो भने 1000 रोपनी या बिघा हुनलाई सिँचाइ उसलाई चाहिने ठुलो ठुलो ट्र्याक्टरहरू, त्यो थ्रेसर मेसिनहरू, चामल गोल गर्नलाई त हामी दिन सक्छ नि त अनुदानमा।
त्यस्तो खालको नीति ल्याउनु पर्यो भन्ने छ। त्यो टुक्रो अब वाइज 4 आनामा 6 आनामा गहुँ रोप्ने त्यो होइन। ठुलो एकैचोटि उसले चाहिँ सबै कृषकसँग लिन सक्छ नि त। उसले रेन्टमा, जस्तो अहिले पनि त रेन्टमा ल्याएर उहाँ टक्क उहाँ गोलबन्दी चस्मा लाएर बस्नुभएको छ। उहाँ त्यत्रो जग्गाको धनी अब हाम्रो प्रकाश दाइ होइन, अब उहाँले रेन्टमा दिनुभयो। यस्तै गरेर सबै रेन्टमा लिएर गर्नेले दुईवटा फाइदा भयो नि त। उहाँले रेन्टमा दिनुभयो, उहाँलाई पनि भयो, अनि जसले कृषकहरू त्यहाँ मिहिनेत गर्छ उसलाई पनि नसक्ने नजानेलाई त त्यो पनि फाइदै भयो नि त। दुईतिरबाट फाइदा भयो। उहाँको आम्दानी पनि भइरह्यो, उहाँहरू मिहिनेत गरेर पनि गर्नुहुन्छ। त्यसमा नगरपालिकाले च्याउ खेतीमा चाहिँ यति राम्रो काम गरेको छ। उहाँले भनिहाल्नुभयो हामी गोबर्नेश्वर च्याउ भनेर नगरपालिकाहरू धेरै चिजमा नगरपालिका हामी चिनिन्छौँ। स्वास्थ्यमा देशैभरि हल्ला छ, शिक्षामा छ, साहित्यमा छ, त्यस्तै कृषिमा पनि च्याउमा चाहिँ, अरूमा त भन्दिनँ, च्याउमा चाहिँ हामी 77 जिल्लामा प्रख्यात। उहाँहरू बिउ अझ यसलाई अगाडि बढाउनलाई चाहिँ हामी तपाईँहरूसँग समन्वय र अब एउटा चाहिँ तालिम हो भन्यो भने चाहिँ कञ्चनजङ्घालाई हामीले अहिले तत्काल दिन सक्ने चाहिँ त्यो तालिम उहाँले अघि नै भन्नुभयो। यो माटो चिन्न पर्यो, माटोको ऊ के हो, टेम्परेचर के हो, यो हातमा थाहा भएन, त्यो चाहिँ हामीले चाहिँ कसरी च्याउ उत्पादन गर्ने नै थाहा भएन भने हामी लसमा जान्छौँ। त्यस कारण त्यो तालिम चाहिँ तत्काल ल्याउने हो भने हाम्रो कृष्ण बोगटी मार्फतजीबाट आउनु पऱ्यो, त्यहाँबाट ल्याएर, किन उहाँलाई प्रविधि थाहा छ सबै। अनि हामीसँग एग्रिकल्चर शाखा पनि छ, कृषि शाखा समन्वय गरेर तपाईँहरूको कसले गर्ने हो त्यो टिमलाई नै कसले लिनुहुन्छ त्यो तालिमको लागि म तत्काल चाहिँ तपाईँहरूलाई तालिम दिइहाल्छु। र तालिम लिनासाथ तपाईँहरूले उत्पादन गर्न सक्नुहुन्छ भन्ने चाहिँ हाम्रो धारणा हो। नगरपालिकाको उद्देश्य त्यो हो, उत्पादन गर्नु पऱ्यो। सम्पूर्ण ठाउँमा चाहिँ खाली जमिन हुनु भएन, उत्पादन गरिसकेपछि मात्रै अनि समृद्धि विकास हुन्छ नगरपालिका भन्दै आज यो जुन कञ्चनजङ्घा च्याउ फर्मका सम्पूर्ण टिम जति लगानीकर्ताहरू हुनुहुन्छ सम्पूर्णलाई चाहिँ म धन्यवाद र यसको सफलताको कामना गर्दै मेरो भनाइ टुङ्ग्छु। नमस्कार, सम्पूर्ण जय नेपाल। धन्यवाद। आफ्नो अनुभव र सार्वजनिक मन्तव्य राखिदिनु भएकोमा आजका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख श्री दीपक कुमार रिसालज्यूलाई धेरै धेरै धन्यवाद। धेरै बुवाहरूको मलाई नाम थाहा भएन, यहाँ मलाई सेड्युल नआएको भएर पनि हो, त्यस कारणले गर्दा म कार्यक्रम सञ्चालकको तर्फबाट क्षमा माग्दै म अब कार्यक्रमलाई ढिला नगरिकन म आजको यस औपचारिक कार्यक्रम समापन गरिदिनु हुनको लागि म नेपाल सक्रिय तथा सृजनशील युवा समूहका अध्यक्ष श्री रोशन खड्काज्यूलाई म यो माइक्रोफोन हस्तान्तरण गर्दै म कार्यक्रम सञ्चालक राजेश दाहाल पनि यस कार्यक्रमबाट बिदा हुन्छु। हस्त धन्यवाद, नमस्कार। धन्यवाद कार्यक्रम सञ्चालकज्यू आदरणीय दाई राजेश थापा दाई, राजेश दाहाल दाई र आजको यस हाम्रो यस नेपाल सक्रिय तथा सृजनशील युवा समूहले युवा सशक्तिकरणमा मात्र नभइकन युवाहरूलाई चाहिँ एउटा माटोसँग चिनाऊ भन्ने एउटा हेतुले हामीले सञ्चालन गर्दै आएको हाम्रो यो कञ्चनजङ्घा च्याउ फार्मको औपचारिक समुद्घाटन कार्यक्रममा पाल्नुहुने प्रमुख अतिथिज्यू गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख र हाम्रो यस कार्यक्रमका अतिथिज्यू डाँडागाउँ टोल सुधार समितिका अध्यक्षज्यू र वरिष्ठ पत्रकार आदरणीय अङ्कल यादव अङ्कलज्यू र हाम्रो युवा साथीहरू, हाम्रो यस नेपाल सक्रिय तथा सृजनशील युवा समूहका जागरुक युवा आदरणीय उदिप सुनारज्यू र तेन्जिङ दाई, सम्पूर्ण